के हुँदैछ यहाँ यस्तो के काम हुँदैछ यहाँ के काम गरिरहेछ यस्तो भिडमा मान्छे छ माथि तलबाट जेसीबीले खन्दिँदैछ के हुँदैछ यहाँ तलबाट अझै पनि आइरहेको छ देख्न सक्नुहुन्छ त्यो भाइले अझै ढुङ्गा झार्ने काम निरन्तर त्यो निरन्तर गरिरहेको छ एकदम ओ आयो यस भगवान ढुङ्गा खसाल्न सफल भएको छ यस आयो ल पुग्यो यस अब कति चाहियो ढुङ्गा चाहियो आयो ल ढुङ्गा चाहियो कति चाहियो अब ढुङ्गा चाहियो अब जति भयो पनि ढुङ्गा एकदम पर्याप्त मात्रामा छ ल त्यो भाइले अझै ढुङ्गा झार्ने कामलाई निरन्तरता दिइरहेको छ भयो अहिले नझार अरूले चोर्छ फेरि अरूले चोर्छ क्या नझार फेरि भोलि झार्नुपर्छ क्या भोलितिर फेरि होइन चाहियो भने बल्ल चोर्छन् फेरि जाली फाल्नु पऱ्यो क्या जाली कहाँ जाउँ भने ढुङ्गा लोड गर्नु परेन यो जाली फालौँ न यार कहाँ यो माथि लोड गर्ने अनि यार हावा मान्छे जाम भन्दै चढ्यो यार म यो फालौँ भन्छु यार जसको धेरै खतरनाक काम होला अब हामीलाई ल वर्किने सफल भइरहेको छ यहाँ टक्क यस्तो काम चल्दैछ यहाँ एकजना भाइ चाहिँ बसेर हेर्दैछन् होइन टक्क अब यहाँ धरेर भिडियो गर्नु त म गाडी जाँच गर्छु भिडियो गर्छु नि यहीँ बसेर म गाडी जाँच गर्छु लगाउँछु त्यहाँ अब भुइँमा धरेर गर्छु ल त्यत्तिकै भिडियो भइरहेको त्यत्तिकै देखाउ क्या ल भिडियो धरेर फेरि त्यहाँबाट हल्लिन्छ क्या ढुङ्गा लोडिङ हुँदैछ होइन त्यसपछि अब लागिसक्यो है ढुङ्गा अलिक धेरै नै छ फेरि ढुङ्गा झारी भाइ चाहिँ भाइ मिसिनमै छ हामीले चाहिँ ढुङ्गा फेरि मलाई यो ढुङ्गा चोरेको चाहिँ होइन यो चाहिँ हाम्रो साइडको पहिरो सफा गर्नुपर्ने कारणले गर्दाखेरि यो अब त्यस्तो नराम्रो चाहिँ नसोचिदिनु होला 2 नम्बरी काम चाहिँ एकदम 1 नम्बरी नै काम हो
गडबड भइसकेपछि के हुन्छ